आज चाहिँ म तपाईहरुलाई पोखराको लेक साइडतिर घुमाउनका लागि लिएर जाँदैछु। अहिले चाहिँ हामी जरेबर नजिकै आइपुगेको छौं र यसमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ एकदमै पोखरा सुन्दर शान्त र सफा रहेको छ। अब हामी यसबाट अगाडि जाँदै छौं र यहाँबाट देखिने दृश्यहरू हेर्दाखेरि एकदमै रमाइलो र एकदमै सुन्दर स्वच्छ हराभरा जुन पोखराको चाहिँ एकदमै मुटु मानिएको लेक साइड नजिकै पर्छ र लेक साइडकै माथिल्लो भागतिर हामी यसरी वकिङ गर्दै हिँड्दै जाँदै छौं र यहाँबाट तपाईहरुलाई कस्तो देखिन्छ, हाम्रो यात्रा कस्तो रहन्छ भन्ने किसिमको दृश्यहरू चाहिँ तपाईलाई देखाउन गइरहेको छु। पोखरामा चाहिँ एकदमै राम्रो र व्यवस्थित रूपमा चाहिँ यसरी जेब्रा क्रसिङहरू राखिएको छ र यहाँको मौसम पनि अहिले एकदमै शीतलो हामी लगभग रहेको अवस्था छ भने यहाँको वातावरण एकदमै रमाइलो एकदमै शान्त रहेको अवस्था छ र यो चाहिँ धेरै पुरानो अथवा धेरै लामो समयदेखि रहेको एउटा बर पिपलको झारी यसमा देख्न सकिन्छ र यसमा चाहिँ धेरै मानिसहरू आएर आफ्नो थकानलाई मेटाउनको लागि पनि एकदमै उपयुक्त रहेको ठाउँ। यो चाहिँ हलनचोकबाट थोरै माथि रहेको छ र म चाहिँ अलिकति साइडबाट चाहिँ हिँड्दै लेक साइडतिर नै जाँदैछु र यो भागबाट हामी अगाडि बढ्दै जाँदाखेरि पोखराको हलनचोक भन्दा थोरै माथिबाट तपाईलाई म क्रस गराउँदैछु र यहाँबाट सिधै अगाडि गयो भने पामेतिर जान्छ भने अलिकति थोरै अगाडि यो अहिले हामी चाहिँ पामे जाने बाटोतिर अगाडि बढिरहेको अवस्था छ भने यहाँनिर तपाईहरु देख्न सक्नुहुन्छ यो पोखराको मुटु फेवाताल नजिकै रहेको एकदमै सुन्दर बस्ती सहर रहेको छ। अहिले म चाहिँ पोखराको फेवाताल नजिकै जोडिएको र होटलहरू प्रशस्त मात्रामा रहेको जुन चाहिँ फास्टफुडको लागि एकदमै प्रख्यात र खाजा खानको लागि एकदमै राम्रो ठाउँमा आइसकेको छु र यसमा देखिन सकिन्छ एउटा पोखराको चाहिँ एउटा फन पार्क पनि नजिकै रहेको छ र जसमा चाहिँ बच्चाहरूलाई चाहिँ लगेर एकदमै रमाइलो तरिकाले घुमाउन र खेल्न इन्जोय गर्नको लागि चाहिँ एकदमै रमाइलो ठाउँ रहेको छ। त्यो पनि दृश्य तपाईलाई मैले देखाउने नै छु र यो पर देखिएको दृश्य चाहिँ पामेतिर जाने बाटो हो भने यसमा घुमिरहेको रोटेपिङ तपाईले नजिकै देख्दै हुनुहुन्छ। यो एकदमै राम्रो रमणीय र एकदमै बेस्ट रहेको फन पार्क हो र यसमा चाहिँ साइडमा चाहिँ मकैहरू फुलेको छ र सँगै मड्का चियाहरू पनि यसमा खान सकिन्छ र मैले चाहिँ तपाईहरुलाई फन पार्क भित्र चाहिँ प्रवेश गराइसकेको छु र यसपछि तपाईहरुले चाहिँ यहाँको दृश्यहरू पनि हेर्न सक्नुहुन्छ। खेल्नका लागि विभिन्न किसिमका खेलौना साथै खेल्नका लागि उपयुक्त स्थान रहेको छ। सँगै यो भित्र गेमहरू फन गेमहरू एकदमै धेरै खेल्न सकिने अवस्था छ भने यहाँको एउटा वातावरण पनि एकदमै राम्रो छ, सफा छ र आज चाहिँ बेलुका पख भएकोले मान्छेहरू लगभग घर फर्किसकेको अवस्था छ। अहिले चाहिँ लगभग म 6:30 बजिसकेको अवस्था छ भने यो भित्र मैले प्रवेश गर्दैछु
र प्रवेश गर्दाखेरि यहाँबाट धेरै मानिसहरू बाहिर निस्किसकेको अवस्था हुनाले मानिसहरू चाहिँ भिड अलिकति कमै छ। तथापि भिडियो लिनको लागि चाहिँ एकदमै राम्रो वातावरण मैले चाहिँ पाएको अवस्था छ र यो भित्रको दृश्य र यहाँ रहेको हरियाली बोट बिरुवा सँगसँगै यसमा डेकोरेसन गरिएको विभिन्न प्रकारका आइटम्सहरूले चाहिँ यस ठाउँलाई एकदमै सुगन्ध र रमणीय बनाएको छ र यसमा चाहिँ विभिन्न किसिमका खानेकुराहरू पनि सजिलैसँग खान सकिने अवस्था छ भने र यहाँबाट निस्किँदै गर्दाखेरि एकदमै राम्रो रमणीय स्थानमा जहाँ चाहिँ मानिसहरूले चाहिँ आफ्नो दिउँसोभरिको थकानहरूलाई चाहिँ सजिलैसँग मेटाउन सकिन्छ भन्ने किसिमले चाहिँ मान्छेहरू आउने जाने गरेको अवस्था छ र यो ठाउँमा आएर चाहिँ आफ्नो थकान साथीहरूसँग भेटघाट लगायत यहाँनिर चाहिँ एकदमै रमणीय स्थान रहेको अवस्था छ अनि फुटपाथमा चाहिँ विभिन्न किसिमका खानेकुराहरू खान पनि सकिन्छ, लाइभ म्युजिकहरू सुन्न सकिन्छ र सँगै आफ्नो मन परेको स्थानमा बसेर हामीले चाहिँ इन्जोय गर्न सक्ने अवस्था रहेको ठाउँ जुन फेवातालको नजिकै रहेको छ र यो फेवातालमा चाहिँ विभिन्न किसिमका बोटिङहरू गर्न सक्ने अवस्था छ भने यसमा चाहिँ आफ्नो चोइस अनुसार आफ्नो समयअनुसार विभिन्न किसिमको बोट लिएर तपाईँ आफै पनि फेवातालमा बोटिङ गर्न सक्नुहुन्छ भने योसँग चाहिँ तपाईँले इन्जोय गर्न सक्नुहुन्छ। यहाँ यति धेरै मानिसहरू आइसकेको अवस्था छ, यति धेरै इन्जोय गर्न र एकदमै रमणीय स्थान भएकोले नै यहाँ मान्छेहरू चाहिँ धेरै आइरहेको अवस्था देख्न सक्नुहुन्छ र यसमा चाहिँ फोटोग्राफरहरूले चाहिँ फोटो खिच्नको लागि एकदमै धेरै रिक्वेस्ट गरिरहेको हुन्छ। तपाईँलाई यदि फोटो खिच्नको लागि मनपर्छ भने खिच्न सक्नुहुन्छ र अहिले म चाहिँ हलनचोकसँगै जोडिएको जसमा चाहिँ भ्यू पोइन्ट रहेको छ। एउटा गार्डन पहिले थियो, अहिले चाहिँ गार्डन चाहिँ हटाइसकेको अवस्था छ भने जसमा चाहिँ हामी सजिलैसँग जान सकिन्छ र त्यहाँबाट देखिने दृश्यहरू चाहिँ तपाईँहरूलाई मैले कैद गरेर देखाउँदैछु र यति धेरै मानिसहरू बेलुकाको क्षणमा आफ्नो प्लेजरको लागि नै यहाँनिर गइरहेको अवस्था छ भने यसमा देख्न सक्नुहुन्छ बोटको आइटमहरू पनि धेरै छन्। मान्छेहरू चाहिँ बोटिङ गर्नको लागि एकदमै उत्साहित भएर यहाँ चाहिँ आउने गर्छन् र यो सँगै मान्छेहरूले आफ्नो बोटिङ यात्रालाई सजिलैसँग आफ्नो इच्छालाई पुरा गर्न पनि सक्छन् र यो चाहिँ लेक साइडको जुन चाहिँ बाराही मन्दिर नजिकै रहेको एउटा फुटपाथ हो। यसमा चाहिँ मान्छेहरू चाहिँ एकदमै धेरै हिँड्नको लागि रुचाउँछन् र एउटा व्यस्त सहरभन्दा अलिकति थोरै साइडमा एकदमै रमाइलो र इन्जोय गर्न मिल्ने ठाउँ जुन चाहिँ पोखरा फेवातालको चिसो हावा र यहाँको वातावरणीय स्वच्छताको कारणले पनि एकदमै प्रख्यात रहेको यो एउटा फुटपाथ हो र यसमा चाहिँ विभिन्न किसिमका खानेकुराहरू चाहिँ सजिलैसँग पाउन सकिन्छ। साथै एउटा फेवातालको पानी सँगै नजिकै बसेर पनि आफ्नो इन्जोयता लिन सक्ने अवस्था रहन्छ भने यसमा विभिन्न किसिमका बोटहरूको एउटा इन्जोयलाई आफूले लिन सक्ने अवस्था हुन्छ। त्यसैले तपाईँहरूले चाहिँ यस स्थानमा आइरहँदा फेवातालको नजिकै रहेको फुटपाथलाई पनि नछुटाउनु होला र एउटा फेवातालमा रहेको एउटा फोटो खिच्नको लागि उपयुक्त बनाएको ठाउँमा पनि तपाईँहरूले घुम्न सक्नुहुन्छ र यहाँनिर तपाईँले आफूलाई मन परेको फोटोहरू खिच्न सक्नुहुन्छ। र अहिले चाहिँ म घर फर्किँदैछु र घर फर्किँदै गर्दाखेरि यो निकै साँझ पनि परिसकेको अवस्था छ भने साँझ परेसँगै पोखराको फेवाताल चाहिँ एकदमै फेवातालसँगै लेक साइडको एउटा दृश्य चाहिँ एकदमै सुन्दर रमणीय देखिन्छ जहाँ चाहिँ बत्तीहरू चाहिँ झक्किझक्काउ एकदमै लाइटिङहरू चाहिँ एकदमै राम्रो छ। साथै पसलहरूमा डेकोरेसनले गर्दा पनि यो
बेलुकाको समय चाहिँ लेक साइड एकदमै घुम्नको लागि उपयुक्त हुनेछ।